तपाईहरुले छेपारो प्रवृत्ति देखाउनु भयो के गृहमन्त्रीको बटम लाइन के थियो मेलमिलापमा जानुपर्ने भयो दण्डकालीन मुद्दा चाहिँ टीआरसीले हेर्छ आयोगले हेर्छ त्यो त प्रश्नै छ आयोग बनेको छ उले हेर्छ अग्निजी र गृहमन्त्री कसरी साथमा मिल्छ अग्निजी चाहिँ नेता हुनुहुन्छ गृहमन्त्री मन्त्री हुनुहुन्छ सांसद भए त अलिअलि साथीहरू पनि हुन्थ्यो होला नि त्यसलाई शङ्का आउँछ अब पछाडि हट्नुभयो र गृहमन्त्रीले पनि 1 महिनाभित्र हामी के अरे गठन गर्छौँ छानबिन समिति भन्नुभएको छ यो कस्तो छानबिन समिति हो सम्झौता पत्रमा पनि उल्लेख छैन छानबिन चाहिँ अब यसमा चाहिँ न्यायिक आयोग पनि हुन सक्छ छानबिन अरू खालको समितिहरू पनि गर्ने सरकारले नै गर्ने गर्छ त्यस